कपाल देख्छ होला त्यहाँबाट यो याक साँच्चीकै हो कि नक्कली हो केटा होला। रुप्से झर्ना पछि यता यो पछि चाहिँ मुस्ताङ आउँछ र यो डाँडा पछि चाहिँ यहाँको बाटो चाहिँ यो काली गण्डकी तल बेली ब्रिज। मुक्तिनाथ क्षेत्रमा आइसकेका छौँ। हाम्रो रोशन र प्रशान्त चाहिँ अगाडि गरेर लोडो भइसक्यो। भेरी टायर्ड। फ्रन्ट एकदम राम्रो छ यहाँको ल्यान्डस्केप, यो बिल्डिङ, मुक्तिनाथ र यज्ञशाला। ट्रेडिसन र मोडर्नको मिट। यात्राको दोस्रो दिन हामी मुक्तिनाथ मन्दिर परिसरमा आइसकेका छौँ र लोडो साथीहरू यहाँ छ नि दुईजना। ए सरी यार। मुक्तिनाथ छ तपाईँहरूले एकदम धार्मिक पुरातात्विक महत्त्व बोकेको। विभिन्न राजा, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसको दर्शन गरिसक्नु भएको छ। प्लस बङ्गलादेशको प्रशान्त बरालले पनि यसको आएर दर्शन गरिसक्नु भएपछि अहिले निकै खुसी हुनुहुन्छ उहाँ। त्यहाँ वरिपरि भएका मान्छेहरू पनि ज्यादै खुसी देख्न सक्छौँ हामी। यहाँ यस्तो जाडोमा पनि पौडी खेल्दै हुनुहुन्छ। निकै राम्रो डुब्की लाउनु भएको छ उहाँले। केटाहरू मलाई वार्निङ पनि दिँदैछन् भिडियो नखिच भनेर। डाँडाहरू देख्न सक्छौँ हामी। एकदम राम्रो ठाउँमा छ है मुक्तिनाथ। मुक्तिनाथको दर्शन गरेर हामी फर्किसकेका छौँ। लाइन लाएर 4 जना हाम्रो भ्लगमा, अलवेज भ्लगमा स्वागत छ तपाईँहरूलाई। कस्तो भयो त अनि मुक्तिनाथको दर्शन प्रशान्त? दामी भयो, दामी हुँदैछ। तिमी त पड्कियो भन्ने सुनेको थिएँ। पड्के छैन? यता आउन क्यामेरामा। ए पड्के छैनौ? छैन यार। तर बालेन जस्तो देखियो यार। बालेनको समर्थक हो म, त्यही भएर। ल बालेनलाई के मागिस् त नि मुक्तिनाथमा आएर? हुनुपर्छ, प्रधानमन्त्री हुनुपर्छ। यी हो भ्लगमा स्वागत छ हाम्रोको अहिले फिटनेस गुरु। तर दोस्त तिमीलाई ऊ जस्तो देखियो कि बाडी भाइ त्यो फिल्मको हिरो गऱ्यो भाइ दुईवटा खाने त्यो फिल्म के हिन्दी फिल्म छ नि एउटा साहिल खान के साहिल खान जस्तो देखियो कि साहिल खान के है दुईवटा के डबल दुईवटा स्टाइलको स्टाइलको त एउटा हिरो छ नि नाम चाहिँ मैले याद गरिनँ अनुहार चाहिँ मैले ठ्याक्क याद गरेँ स्टाइलको हिरो जस्तो देख्नु भयो तपाईँ। त्यसपछि हाम्रो साथी हुनुहुन्छ हाम्रो एनसी साथी है एनसी ग्रुपको सबैजना एनसी बोय। हेलो वेलकम टु ब्लग। हाई अनि कसरी आज तिमीलाई यो हात चाहिँ उताको गर अर्को हातले उताको हातले ओ ये आज चाहिँ कस्तो लागिरहेको छ तिमीलाई अब यो मुक्तिनाथ आयो तिमी? मुक्तिनाथको दर्शन गरेर मलाई मेरो सबै कुराहरू पुरा भयो जस्तो लाग्छ। तिमीलाई कस्तो लाग्छ साथी? पहिले
रमाइलो कुरा के पुरा मलाई चाहिँ यहाँ चाहिँ यो लाग्छ। मान्छे बोक्ने च्यारियट यसमा चाहिँ अलिकति गाह्रो भएको मान्छेहरूले पनि सजिलोसँग आउन सक्नु हुँदो रहेछ। वेलकम एभ्रिवान टु ब्लग। वेलकम वेलकम। वाउ यहाँ घुम्ने सिलिन्डरहरू 3टा छन्। धन्यवाद दिदी। नेक्स्ट टाइम है के पाउँछ यहाँ शालिग्राम जस्तो विभिन्न वस्तुहरू हामीले पाउन सक्छौँ। शालिग्राम छुर्पीदेखि लिएर। तर हुन्छ दिदी नेक्स्ट टाइम है हामी आउँदाखेरि फेरि पस्छौँ नि। हजुर त्यही भएर स्थिति हाल्नु मात्रै बनाएको हामी मार्केटिङमा फस्न सफल भइसकेको छैन। हामीलाई कसले फसाउँछ क्यासको दाता यो अगाडि गयो अनि नेक्स्ट टाइम है नेक्स्ट टाइम सरी बाबा प्रब्लम उयो प्रब्लम नेक्स्ट टाइम है नेक्स्ट टाइम। हुन्छ अब अर्को मलाई निकै गाह्रो भइरहेछ हजुरहरूलाई यो नो भन्न होइन। तर जो शैलीलाई मैले मुक्तिनाथ बाबाले मलाई यहाँ सबै उ गराइदिन्छु। नारायण लेन चेन्ज गर्नुपर्छ क्या हो यार केटा हो। यहाँ डबल लेन छ यहाँ होइन। एउटा लेनमा चाहिँ धेरै व्यापारिक स्थलहरू छ। नेक्स्ट टाइम है दिदी अर्को चाहिँ लैजाउँ न है। मुस्ताङमा हामीले आएर फ्रेस हावा खान सफल भयो। धन्यवाद हजुरहरूलाई। निकै ठाउँमा हामीले धेरै गऱ्यौँ। सबैजना मुस्ताङमा केटीहरू यहाँ छ मुस्ताङमा। ओ थ्याङ्क यू सरी। थ्याङ्क यू र सरीले कस्तो हुन्छ त तिनीहरूले हाम्रो कुरा गर्दैछ नि ल नराम्रो थाहा पायो भन्ने हुन्छ नि त। त्यसैले थ्याङ्क यू र सरी देऊ त ब्लगलाई म कन्टिन्यू गर्छु। ब्लग रोशनको हातमा ओए ब्लग मेरो हातमा आइसकेको छ। ब्लग गर्दा गर्दै धन्नै घाइते भएको अवस्था थियो। अब यहाँ छोटु पनि ब्लगमा निकैको गुचापेको जस्तो अनुभूति हामीले गर्न सक्छौँ। निकै हतारमा हुनुहुन्छ उहाँ चाहिँ पिट्ने आउनुभयो है। चाँडै जाम कि केटा हल्ला नगरी। खास सर तपाईँलाई यो ढिलो भएको कारण चाहिँ हामीलाई भनिदिनु त के को लागि होला त हेरेर भन्नु त। अहिले थपाउँछस् भन्ने कुरा भएको अहिले वार्निङ सिलाइदिने जस्तो कुरा हो। उहाँ पेसागत रूपमा डाक्टर हुनुहुन्छ। डाक्टर साहब अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। थ्रेड फेरि सिलाइदिने अरूले च्याट दिन्छ उनले सिलाइदिन्छ भने कस्तो लाग्यो। अस्मित दोष भ्लगमा आउन सफल हुनु भएन। कहाँ जानुभयो गएको त्यो नेक्स्ट टाइम त हाल्नै पर्छ यार। नेक्स्ट टाइम है दिदी है नेक्स्ट टाइम। निकै व्यापारिक मान्छेहरूले हामीलाई प्रोत्साहन गर्नुभयो। तर हामीले प्रोत्साहन गरेनौँ भन्ने चाहिँ हामीले रियाक्सन दिएनौँ होइन। यत्रो बेरसम्म हामी तल सही सलामत आइसकेका छौँ बिना केही किनिकन हामी यस्तै भयो भने हामी इन्डियाको सरोजनी मार्केटमा नि हामीले खान सकिन्छ। तपाईँलाई देखेको मैले कहाँ पोखरा पहिला देखेको हजुरलाई हामी पोखरा। सिडीबाट तल जाने। धन्यवाद फर तपाईँ चाहिँ हाम्रो भ्लगमा हुनुहुन्छ है। पैसा मिल्ने के बाद कस्तो फेरि पनि हामीले अर्को मार्केटिङको प्रयासले हामीले विफल पारिदिएका छौँ। बाबाजीले हामीलाई कैलाश पर्वत क्रप गरेर होइन यसरी नै हामीले विभिन्न प्रयासहरूलाई हाम्रो रक्षा गरेर कतिलाई हामीले टर्न डाउन गऱ्यौँ, कतिलाई हामीले मायाले हुन्न भन्ने हजुर हो। यसरी नै हामी अझै पनि दिन छौँ हामी नि। अब
त्यहाँ एउटा बाबुको हातमा रहेछ हात हालिदिन्छु कि भनेर मैले हातै दिनु लाग्थ्यो थ्याङ्क्स फर कमिङ टु आवर ब्लग सर यसो एल्टिट्युड लाग्यो के गर्ने भनिदिनु त एल्टिट्युड सिकनेस भएर हेर्नु त कि लौ के हो होला किन आउँदैन डाक्टर साहब यहाँ चाहिँ उपचारको लागि आउनु भयो जस्तो लाग्यो मलाई है हामी चाहिँ काम थियो र? काम थियो र केही कति स्क्यामबाट बचियो थोड़ा पैसा दो कि हम भी ढूंढ रहे मिलने के बाद देंगे सारे नदीपुरमा दिएको भएको हो यस्तो वृद्धहरूलाई यहाँ यसरी व्यवस्थापन गर्नुभएको छ धन्यवाद छ हजुरहरूलाई वृद्धहरूलाई बोकेर पनि मुक्तिनाथको दर्शन गराउनु भएकोमा ल हामी गेटबाट बाहिर निस्केको छौँ भ्लगलाई निकै कुशल ढङ्गले हामीलाई चलाएर थ्रिलिङ एक्सपिरियन्स गराउँदै हुनुहुन्छ हाम्रो पाइलट उहाँको राइडिङलाई एकछिन मजा लिनुहोस् तपाईँहरूले अब त्यस्तो नगर्दै अझै यात्रा हुन्छ अझै एक्साइटेड हामी नामडोङ पुलमा आइसकेका छौँ पुल बनाउनु पऱ्यो नि त राम्रो नराम्रो बनाएर बगाइदिइहाल्छ नि यो बाटोमा स्पिड 140 मा दिन्थ्यो होला कि 20 मा गयो ओभर स्पिडिङ भइसकेपछि सुरक्षाको दृष्टिकोणले पनि प्रहरी हवलदारलाई लैजानै पर्ने भयो हामी कोराला नाकामा आइसकेको छ हामी अहिले 4 जनाबाट 5 जना भइसकेका छौँ उतापट्टिको भाग चाइना है चाइना हेर्नुहोस् जबरजस्ती पोज दिए कि बन्जर भएर पनि अति नै सुन्दर ठाउँ मुस्ताङ त्यसमाथि कोराला नाका चाइनाको हाम्रो नेपालको सुन्दरता चाइना नेपाल कस्तो यहाँको प्लेन ल्यान्ड रहेछ डेन्जर दामी रहेछ चौर राम्रो है हामी कोराला नाकामा त्यो बाटोबाट आयौँ अनि हामीले नेपाल देख्यौँ यता अनि त्यसपछि हामीले फेरि यता चाइना देख्यौँ चाइना नेपाल नेपाल चाइना पर्सान पराल